माथि त्यो पारी डाँडातिर सबै गाउँहरू छ। अनि यता पनि जस्ताको टहराहरू छ, मकै हरियाली। यस्तो दामी ठाउँ छ। अझै चाहिँ यता आयो, यता जोस मौसम पनि ठिकै छ, चिसो छ, हावा चलिरहेको छ। घाम लागेको छैन आज। पारी यो माथिको चाहिँ पुरै जङ्गल हो। अनि घर यो सिमलको बोट भइहाल्यो। सिमलको बोट छ यहाँ चाहिँ ठुलो एउटा। जाँदै गरौँ हामी, जाउँ। नयाँ ठाउँमा आउनु पाउँदा खुसी लागिरहेको मलाई पनि। अब तपाईँहरूलाई पनि खुसी लाग्छ होला सायद, हेर्न पाउँछ नि त नयाँ ठाउँहरू, हेर्न मन लाग्छ नि त। यस्तो दामी ठाउँ छ। यतातिर घरहरू भइहाल्यो। अनि यतातिर पनि सरर पारेर हावा चलिरहेको एकदम। यो हातमा लिएको चाहिँ चिम्टी हरायो, त्यही भएर नि हातमा लिनुपर्छ। अलि नजिक ल्यायो भने फेरि उ हुने रहेछ, सास लिएको जस्तो स्वाँ 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 हुँदैछ। सर्फ हिँड्दाखेरि स्वाँ स्वाँ हुन्छ नि, त्यस्तै स्वाँ स्वाँ हुने रहेछ। यहाँ चाहिँ दामी केराको बोट, यस्तो हरियाली भएर केरा चाहिँ फलेको छ छैन देखेन। केराको बोट चाहिँ दामी रहेछ। अनि यता पनि अब यो पनि सायद लगभग पछि बाटो बन्द छ होला। अहिले चाहिँ घुरेटो बाटो मात्रै रहेछ। हिजो अस्ति यहाँ ढुङ्गा सुङ्गा पनि निकालिराख्नु भएको रहेछ। ढुङ्गा यो चाहिँ पुरै ढुङ्गा छ यहाँ चाहिँ। अनि यता बाटो ग्राभेलै ग्राभेल छ। यो ग्राभेल ढुङ्गाहरू धेर भएको ठाउँमा केही नि हुँदैन नि त, बाटो हतपत बिग्रिँदैन, राम्रो हुन्छ। त्यो ढुङ्गाहरू नभएको ठाउँमा चाहिँ फेरि अलिक बिग्रिन्छ। माटै माटो भयो भने चाहिँ बगाउँछ नि त पानीले, त्यही भएर ढुङ्गै ढुङ्गा भएको ठाउँमा चाहिँ फेरि राम्रो हुन्छ। ओहो, अलिअलि घाम निस्किन थाल्यो अहिले चाहिँ। यस्तो घाम निस्किएपछि फेरि चिरिक्कै पोलिहाल्छ। यस्तो दामी भ्यू छ है, हेर्न सक्नुहुन्छ, दामी ठाउँ। अनि यहाँ चाहिँ मकै हरियाली छ। पारि पनि डाँडाहरू छ। आज चाहिँ अलिक सन्चो पनि लागेको छैन। हिजो काम अलि धेरै भएको थियो, त्यही भएर अलिक सन्चो पनि लागिरहेको छैन। त्यही पनि फेरि चिसो पानी आइरहेको थियो। पानीले भिज्यो बर्खा टाइममा, अनि फेरि नुहाइदियो, त्यही भएर पनि होला रुगा लागिरहेको। नाक पनि गार भइरहेको। यस्तो अहिले चाहिँ घाम लाग्यो, अब फेरि गर्मी हुन्छ, पसिना आउँछ। अब घाम लागिसक्यो। उता दाइले त सबैजना यतै आउनुपर्छ, काम गर्नुपर्छ, नयाँ साइडमा हेर्न पनि हुन्छ भनेर भन्नुभएको थियो। म त यतातिर आयो, दाइले फेरि कराउने भयो होला। उता न त यसो ढलान सलान गर्नु थियो कि टाइपिङ ढलान यताउति गर्नु थियो कि न। म त यता फेरि कराउँछ होला। अब करायो भने करास् त, के ल, यता अलिक सन्चो भएन, त्यही भएर यता आएको दाइ भन्नुपर्छ। यस्तो दामी भ्यू आइरहेको, ओहो यस्तो दामी ठाउँ। खोला पनि नजिकै आइसक्यो अहिले चाहिँ। यस्तो दामी भ्यू आइरहेको। आमा, खोला चाहिँ ठ्याक्कै यही भइहाल्यो है, खोला। अब यतातिर जाऊँ त अलिक खोलातिर। यस्तो त्यहाँ ट्र्याक्टर चाहिँ मजाले खोलामा दबेछ। त्यहाँ बिचमा लगेर धुँदै हो के अरे, दबेको चाहिँ होइन के अरे।
त्यहाँ खोलामा लगेर चाहिँ धुइरहेको अरे धुइरहेको रहेछ दामी ठाउँ छ है उसले यो त्यो यति बाजेले भने जस्तो गर्नु पऱ्यो क्या हेर्नु गाइस कस्तो छ हामी त यतातिर हिँडिरह भन्नुपर्छ या पानी नआउँदा त राम्रै हुन्थ्यो दिन पानी आउँला आउँला जस्तो भइरह बाढी चाहिँ जोस आइरहेको रहेछ ए ट्र्याक्टर डुबेछ बिचरा खोलामा यस्तो दामी भ्यू जङ्गल पुरै हरियाली छ बिचरा ट्र्याक्टर डुबेछ खोलामा यार कसरी निकाल्दै यो पारीको पुरै जङ्गल हो यस्तो पारी यता पछाडितिर घर पनि रहेछ झट्ट लाएर खोलामा ट्र्याक्टर डुबिरहेको छ गाइस के गरी निकाल्ने हो थाहा छैन डुबेछ ऊ त्यहाँ तल मजाले डुबेर बसिरह त्यो स्टार भइरहेछ अहिले चाहिँ अब फेरि कतिखेर बन्द पनि थाहा छैन ऊ पारी जङ्गलहरू दामी ट्र्याक्टर अब बिस्तारै निकाल्नुहुन्छ होला दाइहरूले यस्तो दामी ठाउँ छ सरर हावा पनि आयो ओहो यस्तो दामी ठाउँ यार